भैँसी पाल्नेहरूले चाहिँ जुन दुहुन छोडेका अथवा चाहिँ थारा भैँसीहरू यस ठाउँमा चाहिँ यता गोलखाडा, घुमेको थान यी आदि नामका ठाउँहरूमा भैँसी गएर सकेपछि साउन भदौतिर भैँसी ल्याउने र चाहिँ घरमा बान्ने, भैँसी ब्याउने, यस्तो चाहिँ यो हाम्रो चाहिँ कृषकहरूको यो एउटा चाहिँ पेसा नै चाहिँ आर्थिक स्रोत भनेकै भैँसी, बाख्रा, कुखुरा इत्यादि पालेर